यादेवी सर्वभूतेषु लक्ष्मी रूपेण संस्थिता नमस्तस्यै 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 नमो नमः। आद्यशक्ति भवानी भुवनेश्वरी माता जादुमिका सम्पूर्ण की मातृ स्वरूपिणी हुनुहुन्छ। सम्पूर्णमा विद्वत्ता प्रदान गर्नुहुने आद्यशक्ति भवानी भुवनेश्वरी माता जादम्बिकामा सत्ता नमन गर्दै ज्योतिष संचार टिभी अन्तर्गत दैनिक राशिफलको पर्खाइमा बस्नुभएका तमाम आदरणीय दर्शक महानुभावमा हार्दिक स्वागत तथा न्यानो अभिवादन गर्न चाहन्छु। दर्शक महानुभाव सदा चाहिँ आज पनि दैनिक राशिफल लिएर यहाँकै छोटा कोठा आँगन पिँढी अनि यहाँकै घर आँगनमा बिहानको मिरमिरेसँगै आजको दिन यहाँको के कसरी बित्दैछ भन्ने जानकारी गराउने उद्देश्यका साथ सामाजिक सञ्जाल मार्फत उपस्थित भइसकेको छु। आउनुहोस् कार्यक्रम शुभारम्भ गरौँ आजको पञ्चाङ्गबाट। आज 2082 साल आषाढ 13 गते शुक्रबार तदनुसार 27 जुन 2025 द्वितीय तिथि 29 गते 24 फल उपरान्त तृतीय तिथि प्रारम्भ हुनेछ। पुनर्वसु नक्षत्र 11 गते 31 फल उपरान्त तीक्ष्ण नक्षत्र प्रारम्भ हुनेछ। व्याघात योग तैतिलकरण आज बिहान सूर्योदय 5 बजेर 12 मिनटमा भयो भने सूर्यास्त साँझ 7 बजेर 2 मिनटमा हुनेछ। आज शुक्रबार चन्द्रमा कर्कट राशिमा। दर्शक महानुभाव यो तपाईँ आजको पञ्चाङ्ग। अबको प्रस्तुतिमा आजको दिन यहाँको के कसरी अगाडि बढ्दैछ आउनु सम्पूर्ण जानकारी आजको राशिफलबाट। मेष राशि आज काम पुरा उनका साथै नयाँ काम पाइने योग छ। मान सम्मानमा वृद्धि भएर जानेछ। दाजुभाइको सरसुर प्राप्त नहोला भन्न सकिँदैन। आजको दिनमा गोलीमा आएको माधुर्यताले टाढिएका व्यक्तिहरू पनि तपाईँकै नजिक हुने देखिन्छ। भोज भतेरमा सामेल हुने अवसर जुट्नेछ। वृष राशि अध्ययन अध्यापनमा सफलता पाइने योग छ। कार्यमा भएको लगनशीलताले मनमा उत्साह उमङ्ग नबढ्ला भन्न सकिँदैन। प्रेमी प्रेमिका बीच माधुर्यता छाउनेछ। नयाँ साथीको आगमनले मनमा उत्साह उमङ्ग बढेर जाने देखिन्छ। लामो समयदेखि फसेको धन उठ्न सक्ने सम्भावना बढेर गएको देखिन्छ। मिथुन राशि आयमा कमी विद्यामा बाधा हुनाले मनमा चिन्ता बढेर जाने देखिन्छ। अनावश्यक विवाद बढ्नेछ। कुरा काट्नेहरू सक्रिय रहनेछन्। धनमाल हराउन सक्ने सम्भावना बढेर गएको देखिन्छ। आजको दिनमा स्वास्थ्यमा समेत केही उतार चढाव आउने हुँदा खानपानमा विचार पुर्याउनुहोला। आजको दिन विश्वास गरेका साथीभाइबाट समेत धोका पाइने योग छ। कर्कट राशि बोलीको प्रभाव बढेर जानेछ। नयाँ कार्यको थालनी हुने देखिन्छ। भोज भतेरमा सामेल हुने अवसर जुट्नका साथसाथै अध्ययन अध्यापनमा सफलता प्राप्त गर्न सकिनेछ। आजको दिनमा नयाँ वस्त्रको समेत प्राप्त हुने योग छ। आजको दिन नयाँ साथीको आगमनले मनमा उत्साह उमङ्ग नबढ्ला भन्न सकिँदैन। सिंह राशि कुरा काट्नेहरू सक्रिय रहनेछन्। स्वास्थ्यमा गडबड आउने हुँदा खानपानमा विचार पुर्याउनुहोला। अनावश्यक पारिवारिक कलह बढेर जानेछ। आजको दिनमा नोकरीमा समेत केही बाधा अडचन आउनुका साथसाथै अर्काले गरेका गल्तीको पनि आफूले सजाय भोग्नु पर्दा मानसिक तनाव बढेर जाने देखिन्छ। कन्या राशि बोलीमा आएको कठोरताले हातमा परेको धन समेत उम्कन सक्ने सम्भावना बढेर गएको छ। मुद्दा मामिलामा फसिने योग छ। राज्य पक्षबाट समेत कष्टता प्राप्त नहोला भन्न सकिँदैन। श्रीमान श्रीमती बीच थोरै कुरामा पनि ठुलै विवाद आउन सक्ने सम्भावना बढेर गएको छ। धनमाल हराउन सक्ने सम्भावना प्रबल मात्रामा रहेको छ।
तुला राशि पराक्रम बढेर जानेछ। कृषक वर्गका लागि आजको दिन उत्तम मान्न सकिन्छ भने राजनीतिमा भने त्यति राम्रो देखिँदैन। मातृ सुखमा वृद्धि भएर जानेछ। लेखन शैलीमा तीव्रता आउनुका साथसाथै आफन्तबाट प्राप्त सरसहयोगले मनमा उत्साह उमङ्ग नबल्ला भन्न सकिँदैन। वृश्चिक राशि व्यापार व्यवसायमा सफलता पाइने योग छ। आध्यात्मिक क्षेत्रमा प्रगति भएर जानेछ। साथीभाइको सरसहयोगले नयाँ कार्यको थालनी हुने देखिन्छ। आजको दिनमा श्रीमान श्रीमती बीच माधुर्यता छाउनका साथसाथै पारिवारिक सरसहयोगले कार्यमा थप हौसला मिल्ने देखिन्छ। आजको दिनमा प्रेमी प्रेमिका बीच समेत माधुर्यता छाउनेछ। धनु राशि व्यर्थैमा झै झगडाको सामना गर्नुपर्ने देखिन्छ। मान सम्मानमा आघात पुग्नेछ। शैक्षिक क्षेत्रमा कमी आउनुका साथसाथै वैदेशिक कार्यमा समेत बाधा आउने देखिन्छ। पारिवारिक समस्याले सताउनेछ। आजको दिनमा स्वास्थ्यमा उतार चढाव आउने हुँदा सजगताका साथ अगाडि बढ्नुहोला। मकर राशि व्यापार व्यवसायिक क्षेत्रमा सफलता पाइने योग छ। राजनीतिमा प्रगति भएर जानेछ। बोलीमा आएको मिठासले शत्रु पक्षबाट पनि तपाईँकै प्रशंसा गर्न थाल्नेछन्। बौद्धिक कार्यमा सफलता पाइनुका साथसाथै कार्यमा भएको लगनशीलताले मनमा उत्साह उमङ्ग बढेर जाने देखिन्छ। कुम्भ राशि अर्काले गरेका गल्तीको पनि आफूले सजाय भोग्नुपर्ने देखिन्छ। कुरा काट्नेहरू सक्रिय रहनेछन्। चोटपटकको सम्भावना रहेकाले सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ। आजको दिनमा नशा सम्बन्धी समस्याले सताउनका साथसाथै टाउको दुख्ने समस्या केही वृद्धि भएर जानेछ। सजगताका साथ अगाडि बढ्नुहोला। अन्तमा मीन राशि शैक्षिक कार्यमा पुरा भएर जानेछन्। लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउनाले मनमा खुसी छाउनेछ। धर्म कर्मतर्फ मन जानाले मनमा उत्साह बढ्नुका साथसाथै बोलीमा समेत मिठास छाउनेछ। आजको दिनमा आर्थिक क्षेत्रमा समेत सुधार हुने योग छ। हस्त दर्शक महानुभाव यो तपाईँहरूको आजको राशिफल। राशिफलले जे जस्तो भने पनि यहाँहरूको दिन शुभ रहोस्, मङ्गल होस्, हामी यही कामना गर्दै राशिफलबाट म ज्योतिष पण्डित प्रमोद भट्टराई पनि आजको यो कार्यक्रमबाट बिदा हुन चाहन्छु। यहाँहरूको हरपल हर समय शुभ रहोस्। हस्त नमस्कार, शुभ प्रभात।